ल हामी चाहिँ सुर्खेतदेखि काठमाडौँको ट्राभलिङमा छौँ होइन। ल तपाईँहरूलाई कस्तो एकदम खुसी हुनुहुन्छ? तपाईँ ह्याप्पी कि सो ह्याप्पी? ल हामी काठमाडौँ पुगिसक्यौँ है। अब यस्तै चाहिँ हामी फर्स्ट टाइम काठमाडौँ हामी स्वयम्भू जाँदैछौँ। ल हामीहरू चाहिँ स्वयम्भूनाथभित्र चाहिँ जान लागेको है। स्वयम्भू जाँदैछौँ। एकदमै गाह्रो भयो कि होइन? हो कि नै? एकदम उकालो रहेछ कि अनि त्यही भएर गाह्रो भयो। अब हामी पुग्न लागिसक्यौँ है। ए मकैबारी फर्स्ट टाइम आउँदाखेरि खुसी छु कि म सायद तपाईँ पनि खुसी हुनुहुन्छ। भावनामा व्यक्त गर्न सक्दैन। अनि अहिले चाहिँ हामीहरू एक्ज्याक्टली स्वयम्भूमा चाहिँ प्रवेश गरिसकेका छौँ। ओके ट्रेडिसनल एकदम प्राचीन परम्परागत मूर्तिहरू छन्। बोका ठाउँ है। काठमाडौँ कस्तो हुन्छ भन्थ्यौ हेर बगालो यस्तै हुन्छ काठमाडौँ। घर हुने रहेछ नि यहाँ ठुल्ठुला हेर्दै त्यस्तो घर नि हुन्छन् फेरि यहाँ फेरि यस्तो पनि हुन्छन् क्या मान्छे पनि हुने रहेछ नि काठमाडौँमा हेर बगालो यस्तै हो काठमाडौँ। यस्तै हामी पनि घुम्छौँ। ए हेर स्वयम्भू कस्तो हुने रहेछ भन्ने यस्तो हुने रहेछ। यो देख्यौ कसले देखेको छैन? देख्नु यहाँ बाँदरहरू पनि छन् यहाँ हेर बगालो यस्तै हो स्वयम्भू। कस्तो रे यस्तै भन्नु न। यस्तै रहेछ काठमाडौँ पनि। के किन्ने अलिक तल किन? जिन्दगीमा कहिले स्वयम्भू घुमेको थियौ? को मान्छेसँग बोल्दैछु यार म नेपाली मान्छे हुन् कि भनेर म बिर्सेछु है। नचिनेका मान्छे रहेछन् बाई बाई। तिमीहरूसँग मलाई बोल्नु छैन। आई डोन्ट अन्डरस्ट्यान्ड यर ल्याङ्ग्वेज सो आई डोन्ट वान्ट टु टक विथ यु। ल अब चाहिँ हामी स्वयम्भू घुमेर चाहिँ रिटर्न हुन लागेको है। एकदमै रमाइलो भयो, एकदमै बेस्ट भयो हाम्रो जर्नी। र मैले यो पनि किनेँ है स्वयम्भू गएर। यो कस्तो छ? मेरो आफ्नो ओन सेलेक्सन हो। राईभोग भूमिका मिश्र भाटिकामा कस्तो लाग्यो हजुरहरूलाई चाहिँ स्वयम्भू? राम्रै भयो है। ल आउनु एकदमै रमाइलो भयो दियोस्। सर हजुरलाई कस्तो लागिरह? रमाइलो छ। एकदम इन्जोय लिनु होला है किनभने 2 दिनको जिन्दगी हो होइन। कहिले मर्ने भन्ने थाहा छैन हिजो भोलि कि आज। त्यही भएर चाहिँ बाँचुन्जेल चाहिँ एकदम रमाइलो गर्नुपर्छ, एकदम इन्जोय गर्नुपर्छ कि। ल यहाँ चाहिँ तपाईँहरूले चाहिँ आफूले केही कुराहरू मागेर पैसाहरू चाहिँ यहाँभित्र फाल्नुभयो भने हजुरहरूको विस पुरा हुन्छ। त्यही भएर मैले चाहिँ पैसा चाहिँ फालेको छु भित्र। ल सरले पनि फाल्दै हुनुहुन्छ है। ल केही कुराहरू माग्नु पहिला विस। ल अनि तपाईँको कुरा चाहिँ यहाँ पुरा हुन्छ है। अब मैले पनि मैले त अघि आउने बित्तिकै फालिसकेको। अब म सुपर फास्ट हो कि त्यही भएर अनि म सुपर फास्ट। उहाँहरूले चाहिँ अहिले गर्दैन हुन्छ। म अघि आउने बित्तिकै यहाँ मैले पैसा राखेर मैले धेरै कुराहरू पनि मागेँ है। त्यही भएर चाहिँ म भन्दिनँ, पुरा भयो भने भन्छु। ल जिन्दगी त उहाँहरूको एकदम मजा रहेछ कि गाई झन् यस्तो जिन्दगी छ यार। ल अब चाहिँ हामीहरू स्वयम्भू त घुम्यौँ कि अर्को पनि यता घुम्ने ठाउँ रहेछ कि फेरि नजाऊँ भनेको थियौँ। फेरि जानु मन लागिहाल्यो कि अनि हामी जान लाग्यौँ किनभने अब आएको बेलामा घुमिहालौँ भन्ने हो क्या। नेक्स्ट टाइम कहिले हुन्छ कहिले होइन भनेपछि यो ठाउँ चाहिँ यस्तो रहेछ कस्तो रहेछ भनेर हामीले तलबाट हेरिरहेको थियौँ क्या होइन। अनि माथि आउँदै गर्दाखेरि यस्तो वाइ रहेछ कि ठाउँ। अनि उहाँहरूले फोटो खिच्नुहुन्छ भन्दै हुनुहुन्छ। खिचौँ कि नखिचौँ? कस्तो खिचिदिनुहुन्छ तपाईँहरूले? एकदम कुन हलिउडको कि बलिउडको हिरोइन जस्तो? ए तपाईँहरू लाज गर्नु भएको ल ल फोटो खिचिदिनु न त। ल अब हामीले चाहिँ यहाँ क्यामेराले फोटो सोटो पनि हानिहाल्यौँ भनौँ। अब चाहिँ हामी जाँदैछौँ। एकदम राम्रै पढ्नु भएको छ। हाम्रो अछामतिरको टोली हुनुहुन्छ हाम्रो सुदूरपश्चिम र कर्णालीले चाहिँ आज यहाँ हङ्गामा मचाउँदैछ। स्वयम्भू बाबा एकदम बवाल हुँदैछ हाम्रो।
याला बरु पाँचजना हामी पन्च माथि पन्च दिनेवाला पऱ्यो अब हामी रिटर्न हुँदैछौँ नेक्स्ट टाइम आउँछौँ काठमाडौँ बाली बाई बाई ल चलिहालौँ न त सबजना अब है ल फर्स्ट अब हामी कहाँ जान्छौँ यहाँबाट अब हामी टक्क यता वसुन्धरा भन्ने ठाउँमा जान्छौँ यो वसुन्धरा अनि कहाँ रहेछ के त्यहाँ पनि बवाल छ त्यो फेरि योभन्दा बवाल फोटो त्यहाँ ल अब त्यहाँ गएर हामी क्यामेराले एउटा भिडियो गराउनेवाला छौँ टक्कै अछामी भाषामा जाओस् त मुक्त सुनबारी लस्काइराखे पालङमा गइराखे म आउँला वैशाखको महिना काठमाडौँ आइराखे जाने यहाँबाट भन्दैन अब ए ल हामी बाटो बिर्सिन्छौँ कहिले काहीँ किनभने हाम्रो दिमाग अलिक ठिक छ ल अब हामी फर्किने बेला पनि भयो र हाम्रो मङ्की साथीहरूलाई पनि बाई बाई भन्नुपर्ने हुन्छ बाई बाई सबैजनालाई ल हामी चाहिँ गएको अब हामी नेक्स्ट टाइम आउँछौँ टाइम मिल्यो भने है एकदमै राम्रो लाग्यो एकदमै बेस्ट लाग्यो यहाँबाट जाने होइन त्यसो भए दाइ र तपाईँले हामीलाई सम्झाइदिनु भयो भने धन्यवाद छ है ए ल यतिको जान्ने चाहिँ हुनुपर्छ त्यो पढे लेखेका मान्छे यहाँ पढ्ने बेलामा काँक्रा चोर्न गए चाहिँ कहाँ हुन्छ त यहाँ पढ्ने बेलामा काँक्रा अमिला चोर्न जान् यहाँ पढ्नै जान्दैनन् अनि कुन बाटो जानुपर्ने कुन बाटो जान्छन् ल कस्तो जानै मन लागेन है स्वयम्भूबाट क्या यस्तो पिसफुल प्लेस जानै पर्ने छ एकदम पिसफुल प्लेस केही छैन फेरि हामीला ल माला मेरो कस्तो छ यो माला के किन्नुभयो हजुरले मैले यो किनेँ मैले यो किने यो ल आफ्नो चिनोहरू चाहिँ सजाएर राख्नु होला नहराउनु होला यो अघि एउटा किनेको अनि एउटा किनेको बाँदरले लगिदियो फेरि अर्को किनेको छौँ हामीले ल हाम्रो आज चाहिँ काठमाडौँको सेकेन्ड डे है आज हामी कहाँ जाँदैछौँ काठमाडौँ त अस्ति आऊ अनि हामी पशुपति जाँदैछौँ भन्न विपिन सर अनि एकदम कस्तो छ राम्रै छ अनि काठमाडौँ घुम्नुभयो कहाँ घुम्नुभयो राम्रै थियो होला हिजो हामी स्वयम्भू घुमेर आज यस्तो पशुपति जाँदैछौँ एकदम त्यहाँ चाहिँ यस्तो हुन्छ अरे कि त्यहाँको दर्शन लियो भने चाहिँ आफ्नो लागि विसहरू नि हामी त झ्याप्पै हामी प्रोग्राममा जानु छ कि कम्पनीको है ल झ्याप्पै गएर चिका लाउने सट्टै आउने हो लाग्यौँ त हामी आउने एकदम ड्रिम थियो होइन कुरा नि मागेको छु हजुरलाई चाहिँ भन्दिनँ है म किनभने त्यो मागेको कुरा चाहिँ पुरा भयो भने चाहिँ भन्छु पार्टी भन्नु एक्चुअली मलाई चाहिँ यहाँबाट के अरे अघिभित्र मन्दिरबाट बाहिर निस्किँदै गर्दाखेरि रुन मन लागिरहेको थियो सो एकदमै पोजिटिभ भाइब छ होइन त्यही भएर चाहिँ आँसु आयो छोडेर जान मन लाग्यो त्यो भनेको चाहिँ एउटा ऊ के भगवान्को मतलब हुन्छ नि त तपाईँहरूलाई पनि ठिकै लाग्यो एकदम होइन हामी रिटर्न भइसकेको छौँ नेक्स्ट टाइम हामी आउँछौँ बाई बाई बस गर्दै बाई बाई हामी नेक्स्ट टाइम आउनेवाला छौँ ल आउन हामी चाहिँ काठमाडौँदेखि सुर्खेत आउँदैछौँ होइन अब चाहिँ नेक्स्ट टाइम आउँछौँ हामी बाई बाई See you again.